पैसाको व्यवस्थापनको बारेमा यो पुस्तक पढिसकेपछि सबैभन्दा धेरैले पश्चाताप गरेर म्यासेज गरेको पेज नम्बर 122। यसमा सुबिन र रमिताको पैसाको लगानीका बारेमा एउटा उदाहरण प्रस्तुत गरिएको छ। सुबिनले 19 वर्ष उमेर पुग्दादेखि हरेक महिना 300 रुपियाँको दरले 10% प्रतिफल आउने गरी 27 वर्षको उमेरसम्म लगानी गर्छन् र त्यस पछाडि उनले लगानी गर्न बन्द गर्छन्। त्यस बेलासम्म उनको कुल लगानी करिब 28,000 हुन्छ। सुबिनले लगानी रोकेपछि बल्ल रमिताले हरेक महिना 300 रुपियाँको दरले 10% प्रतिफल आउने गरी नै लगानी गर्न सुरु गर्छिन् र दुवैजनाको लगानी 65 वर्षको उमेरसम्म हुन्छ। रमिताले 39 वर्षसम्म निरन्तर 300 रुपियाँको दरले लगानी गर्छिन् र त्यसमा 10% प्रतिफल प्राप्त गर्छिन्। तर 65 वर्षको उमेर पुग्दाखेरि रमिता र सुबिन कसको मूल्य या कसको कुल रकम बढी हुन्छ, यहाँ तपाईँ अचम्म मान्न सक्नुहुन्छ। उनीहरूको यो परिणाम देख्दा तपाईँ अचम्म मान्न सक्नुहुन्छ। सुबिनले जम्मा 8 वर्ष लगानी गर्दा करिब 25,000 रुपियाँ लगानी गर्छन्। रमिताले 27 वर्षदेखि 65 वर्षसम्म निरन्तर 39 वर्ष लगानी गर्दा 1,40,000 भन्दा बढी लगानी गर्छिन्। तर अन्तमा रमिताको भन्दा सुबिनको 3 लाख रुपियाँ भन्दा बढी रकम जम्मा हुन्छ। यसको रहस्य के होला? उनीहरूको लगानीको समयको फरक 8 वर्षको छ। सुबिनले लगानी सुरु गरेर अन्त्य गरेपछि मात्र रमिताले लगानी गर्न सुरु गर्छिन्। तर रमिताले बढी लगानी गर्दै पनि उनको कुल रकम सुबिनको भन्दा कम हुन्छ र उनलाई करिब 13 गुणा बढी लागत पर्न जान्छ। तपाईँ पनि रमिताको जस्तो गल्ती नगर्नुहोस् र सुबिनको जस्तो बुद्धि पुर्याउनुहोस्। यदि यो गर्नुभयो भने तपाईँ पनि वित्तीय रूपमा स्वतन्त्र हुन सक्नुहुन्छ। कतै हामीले पनि हाम्रो पैसाको व्यवस्थापनमा यस्तै कमजोरी त गरिराखेका छैनौँ। हामीले धेरै कमाउने नाममा लामो समय लगानी गरिराख्दाखेरि थोरै समय लगानी गर्नेको भन्दा पनि कम पैसा त कमाइराखेका छैनौँ। एकपटक तपाईँ पनि यो पुस्तक पढेर हेर्नुहोस्। यसले यस्तै तपाईँको पैसाको व्यवस्थापनको बारेमा धेरै कुराहरू सिकाउँछ, जहाँ हाम्रा कमी कमजोरीहरूलाई सच्याउने अवसर प्रदान हुन्छ।